मेरो नाम विजेन्द्र राई हो अनि म चाहिँ ओकाइटीमा यो तारसिङ भन्ने गाउँमा बस्छु अनि मेरो फ्यामिलीहरू छ अनि मेरो फ्यामिलीमा जम्मा हाम्रो पहिला चाहिँ हाम्रो 8 जना हो अहिले हाम्रो नाता नातिनीहरू भएको छ 3 जना नातिनी छ है अनि अहिले हामी जम्मै यहाँ त छैनौँ दिल्लीमा हुनुहुन्छ मेरो जेठा छोरा बुहारी त्यहाँ हुनुहुन्छ 2 जना नातिनीहरू त्यहाँ हुनुहुन्छ अनि यहाँ घरमा चाहिँ अहिले हामी हस्बेन्ड वाइफ र मेरो कान्छा छोरा स्टिफन अनि बुहारी र नातिनी मर्सी जसको नाम हो हामी यहाँनिर यतिको परिवारहरू बसेका छौँ। म चाहिँ खासमा भने पहिला गार्डनमा केही समय काम गरेँ र अहिले धेरै भयो मैले गार्डनबाट निस्किएको त अहिले म त पहिला मेरो गाउँ पहिला कस्तो थियो भने यहाँनिर मान्छेको जनचेतना थिएन त्यसले गर्दाखेरि आफ्नो आफ्नो के भन्ने जस्तो इच्छा लाग्छ त्यही गर्थ्यो है त्यो ज्ञान नभएको कारणले गर्दा तर जब हाम्रो गाउँमा हामी पनि त्यस्तै थियौँ जब मेरो चाहिँ सानैदेखि यो जुन फुल रोप्ने हबी थियो एकदमै मलाई फुल रोपेर बिजनेस गर्ने होइन तर मलाई एकदमै अहिले म सेमै छु अन्त यो मैले देखेँ मैले गरेको देख्यो हुन त मैले पहिलोचोटि फुलको विषयमा भन्ने चाहिँ करुणा सेचेनको चाहिँ कुन प्रोजेक्टहरूमा चाहिँ तपाईँ जोडिनु भएको छ? हामीले धेरै गऱ्यौँ त्यहाँदेखि त्यसको बादमा तपाईँको के गऱ्यो भने यो गदवरीको भयो है त्यहाँदेखि यो तपाईँको सिट है सिटको बारेमा त्यहाँदेखि त्यो ट्रेनिङहरू जस्तो कि कम्प्युटर क्लासहरू है फ्री अफ कस्ट कम्प्युटर क्लास भयो त्यो 100 रुपियाँ गोटा। अनि अर्को कुरा के भने त्यो साबुन ट्रेनिङहरू साबुन बनाउने क्यान्डल बनाउने होइन तपाईँको यो सायद मैले गल्ती गर्ने फेब्रुअरी मार्चमा चाहिँ उयो दिन्छ यो प्लान्टहरू दिन्छ सुन्तलाको निम्बुको अम्बकको केराको त्योहरूको चाहिँ एभ्री इयर म गर्दैछु अहिले। अनि अहिले चाहिँ 80 जस्तै मात्रै एग्रोनेटको पनि गरेँ मैले। हाम्रो समाज गाउँ समाजको लागि धेरै बेनिफिट हुन्छ किनभने एउटा मान्छे प्याट किन्नुको लागि बजार जानुपर्छ दोकान जानुपर्छ समय खर्च फेरि बेसी पनि महँगो तर आज हाम्रो कोरोना सिजनको माध्यमद्वारा चाहिँ आज घरमै लिन्छ सस्तोमा पनि फेरि राम्रो भएको कारणले गर्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ उनीहरूलाई धेरै फाइदा भएको अनुभव गर्छ। त्यो फाइदा हुँदा चाहिँ मैले कसरी अनुभव गरेँ मैले खुसी लागेछ भन्दा चाहिँ मेरो हो फाइनेन्समा त्यस्तो मलाई सपोर्ट हुँदैन तर पनि उनीहरूको कारणले मेरो स्ट्याटस मेरो फ्यामिली स्ट्याटस अलिकति अप भएको जस्तो लाग्छ। मलाई के भन्छ भने सोसियल वर्कर एउटा सोसियल वर्कर भनेको नाममा मलाई चिन्छ। स्मल बिजनेस लोनहरू भयो त्यो कसैलाई गराइदिनु भएको छ तपाईँले गाउँमा जसले कि उनले फाइदा लियोस् होइन अनि त्योबाट के चाहिँ इम्प्रुभ भएको छ उहाँहरूलाई त्यो पनि बताइदिनुहोस् न। स्मल बिजनेस लोनहरूमा चाहिँ मैले के गरेँ भन्दाखेरि चाहिँ मेरो आफ्नै भाइ कजन भाइ छ कजन भाइलाई चाहिँ दोकानको गरिदिएको थिएँ ग्रोसरी दोकानको। अहिले यो दोकान यहीँ छ अहिले दोकान है यो दोकान अहिले त्यसले खोलेको छ अहिले त्यसको बेनिफिट धेरै भएछ अहिले राम्रो भइरहेको छ। इन्भाइरोमेन्टकै लागि तपाईँले केही गर्नुभएको छ कि अरू इन्भाइरोमेन्टमा है त्योबाट अनि विशेष गरी हाम्रो ठाउँमा भएको त्यो बारी खेतीमा चाहिँ उर्वर शक्ति घटेको थियो नि त नि माटो मरेको भन्छ है त्यस्तो कुराहरू थियो त्यो कुराहरूमा चाहिँ हाम्रो गाउँ समाजले बेनिफिट लिएको छ मेरै परिवारले पनि लिएको छ। यसमा चाहिँ बारीहरू पहिला मरेको थियो होइन मरेको जस्तै थियो एउटा त्यस्तो प्लान्टहरू हुन्थेन अहिले अलिक फेरि उब्जनी राम्रो भएको छ त्यो ट्रेनिङ गरेर चाहिँ। तपाईँले आफ्नो फ्यामिलीदेखि लिएर आफूले गरेको कामहरूदेखि लिएर होइन अहिले जे जति छ कति खुसी हुनुहुन्छ तपाईँ? म त एकदम खुसी छु। सबसे के राम्रो लाग्छ तपाईँलाई? मलाई त प्राय सबै नै मेरो छोरा बुहारी पनि एकदम राम्रो छ श्रीमान पनि राम्रै छ है। मैले केही सोच्नु पर्दैन खानेकुरो मलाई
सबैको खुसी छु। म यति नै प्रार्थना गर्छु प्रभु लेखिरहेको बाटोमा सही बाटोमा हामी हिँड्छौँ, उही पनि हिँडिरहेको छ, हिँड्ने होस् भविष्यसम्म यदि पुस्तासम्म चाहिँ यही बाटोमा हिँड्नु सकेको होस्। मलाई पैसा रुपियाँको लालचमा नहिँड्नुहोस् भने यही भन्छु है। र हाम्रो जस्तो खुसी चाहिँ गाउँकोले पनि पाओस् भने मैले चाहिँ यही प्रार्थना गर्छु। हामी चाहिँ गाउँकोले पनि कतिले पाएको छैन होइन, त्यस कारण चाहिँ हामीले जस्तो खुसी हामीले जस्तो शान्ति उनीहरूले पनि पाओस् भनेर हामी प्रार्थना गर्छु।